हेलो साथीहरु, के छ तपाईहरुको खबर? सन्चै हुनुहुन्छ? म चाहिँ भर्खरै ड्युटीबाट आएको अनि त्यसपछिबाट मलाई चाहिँ कस्तो आज क्रेभिङ भएको थियो नि त, त्यही भएर म चाहिँ यो नेपालदेखि लिएको मेरो करेन्ट चाहिँ आज खान गइरहेको छु। अब नेपालदेखि लिएको करेन्ट पनि सकिन लाग्यो, धेरै छैन। अनि आज चाहिँ डिपार्टमेन्ट लास्टै बिजी थियो के, यति बिजी थियो कि बाफरे। अनि एउटा कुरा भन्नै जाने बिर्सेछु, यो देख्नुहुन्छ नि यो टी-सर्ट चाहिँ मेरो बहिनीको ब्रान्ड हो के हैन। यो योङ्गी भन्ने टी-सर्ट छ। यो भनेको चाहिँ हाम्रो राईको पुमा भाषादेखि चाहिँ साथी भनेको हो हैन। अब बहिनीको भएपछि हाम्रो भनौँ न हैन। यो ब्रान्डको टी-सर्ट हो। अब गर्मी पनि लाग्दैछ, इफ तपाईहरुलाई चाहिन्छ भनेदेखि डीएम गर्न सक्नुहुन्छ। अनि अब पहिले एक बाइट खानु पर्यो नि, कस्तो भइसक्यो। अनि के साथीहरु, आजकल मलाई एकचोटि खाना खाएपछि अर्कोचोटि खाना खानै मन लाग्दैन के, त्यही भएर म चाहिँ अहिले चाहिँ नुडल्स खाइदिएको। तर जस मिठो भएको छ। मेरो बहिनीलाई पनि मिस गरिरहेको छु। मिस यु कान्छी, मेरो बहिनी चाहिँ यही छ है। आई मिस यु टु। म पनि खाँदैछु यहाँनेरि। के खाएको? म त यहाँ ससेज खाँदैछु। ससेज खाँदैछु। म के हो अनि मेरो टी-सर्ट लगाएर पुरा भिडियो बनाएर खेलेको हो। लगाइदिएको नि हो, अब के गर्नु, गर्मी आउँदैछ नि त। साथीहरु सबैजनाले अर्डर गर्नु पर्यो। अर्डर गर्नु होला है, तपाईहरुलाई चाहिन्छ भने। अब गर्मीमा छ, एकदम क्वालिटी चाहिँ एकदम क्वालिटीवाला छ है। गर्मीमा लाउने शीतल हुन्छ। युनिसेक्स हो भन न, युनिसेक्स हो, केटाकेटी दुईजनाले लाउने। यस, यो चाहिँ युनिसेक्स हो। केटाले पनि लाउनुहुन्छ, गिठीले पनि लाउनुहुन्छ। कस्तो भयो, तपाईहरुले फ्री साइज पाउन सक्नुहुन्छ। गर्मीमा पनि पोल्दैन, जाडोमा पनि जाडो हुँदैन भन्नु चाहिँ मिल्दैन। हाफ टी-सर्ट लाएर आया। अहिले अब गर्मी आइसक्यो नि त। नेपालमा त गर्मी छ होला नि नानी? नेपालमा गर्मी भइसक्यो अब त। हो, नेपालमा गर्मी भइसक्यो, काठमाडौँमा गर्मी भइसक्यो भनिसकेपछि अझ धरातिर अझ पूर्वतिर त गर्मी नै भइसक्यो पुरा। अब त हुँदैछ, अब बिस्तारै गर्मी हुन्छ। गर्मीमा चाहिँ लाउनु यस्तो मजा आउँछ, पोल्दैन नि त यो टी-सर्टले। मैले समरमा चाहिँ अझै धेरै जाने भनेको यो टी-सर्ट हो। केटाकेटी युनिसेक्स हो। यो यस्तो मजा आउँछ। यहाँ चाहिँ त्यति भएको छैन, कलर पनि जाँदैन। यो कलर पनि जाँदैन। अनि यो त्यस्तो पोल्दैन पनि, शीतल हुन्छ। अनि भुवा आउँदैन। भुवा आउँदैन। यो प्राय अरू कन्ट्रीतिर चाहिँ एकदम डेलिभर भइरहेछ, यहाँ चाहिँ भएको छैन। सो तपाईहरुलाई चाहिन्छ भने कन्ट्याक्ट गर्नुस् ल। कन्ट्याक्ट गर्नुपर्छ नि तपाईहरुले भन्नु। तपाईहरुले एउटा टी-सर्ट लिनुपर्छ नि, त्यतिकै योङ्गी लेखेको होइन नि यहाँ। हसेस ल, थ्याङ्क यू वान। मेरो दिदीको साथीहरूलाई एउटा सबैजनाले एउटा होइन दुईटा कलर यस्तो मिठो मिठो छ हामी टी-सर्टको। टी-सर्टको कलर छानी म तपाईहरुलाई नेपालबाट मजाले डेलिभरी गरिदिन्छु। बाई बाई। सबैजनाले लगाउनुपर्छ। आफ्नो नेपालको ब्रान्डहरू लाउने हो, त्यही पनि तपाईहरुको सेडी हसिलो रसिलो एलिजन राईको लाउनुपर्छ। पुरा सकियो नि ल। म कस्तो नराम्रो देखिँदै होला त्यो भिडियोमा? राम्रो देखेको छौ, के बताऊ नराम्रै देखे पनि, मेरै बहिनी त अनि। राखे ल, ल गाई बाई।